युरोपियन टप 5 देख्छु अलमोस्ट हाफ अफ द म्याचेसहरु सकिसकेका छन्। आउनुस हेरौँ मैले त हरेक लिगमा कुन टिम टपमा रहेको छ अनि त्यो लिगको टप गोल स्कोरर को रहेको छ त। सुरुमा प्रिमियर लिगको कुरा गर्नुपर्दा टपमा त आर्सेनल रहेको छ, बट म्यानचेस्टर सिटीले क्लोजली फलो गरिरहेको छ। एन्ड प्रिमियर लिगको टप गोल स्कोररको कुरा गर्ने हो भने इट्स नन अदर देन अर्लिङ हाल्यान्ड। दोस्रोमा ला लिगाको कुरा गर्ने हो भने बार्सिलोना रियल मैड्रिडसँग 4 पोइन्टको ग्याप राखेर टपमा बसिरहेको छ अहिले। बट ला लिगाको टप स्कोररको कुरा गर्ने हो भने किलियन एम्बापे रहेको छ। बुन्डेसलिगाको कुरा गर्ने हो भने अहिले नै बायर्न म्युनिखले ट्रफी दिँदा हुन्छ, किनभने सेकेन्ड पोजिसनमा रहेको डोर्टमन्डसँग 9 पोइन्ट्सको ग्याप बनाइसकेको छ बायर्न म्युनिखले अहिले नै। देयर इज नो वे बायर्न म्युनिखले यहाँदेखि बटल गर्नेवाला छ। एन्ड टप गोल स्कोररको कुरा गर्ने हो भने अभियसली ह्यारी केन नै रहेको छ। सिरिया ए बरु अलि इन्ट्रेस्टिङ रहेको छ, किनभने टप 5 टिम्सहरु पालै पालो टपमा बस्दै फेरि तल झर्दै, टपमा बस्दै फेरि तल झर्दै गइरहेका छन्। अहिलेको सिचुएसनमा चाहिँ इन्टर मिलान रहेको छ टपमा। एन्ड टप गोल स्कोररको कुरा गर्ने हो भने लौटारो मार्टिनेज रहेको छ। लियोन अलि सरप्राइजिङ रहेको छ, किनभने यहाँ पीएसजी टपमा रहेको छैन। हुन त सिजन सकिदासम्म पीएसजी टपमा आउँछ होला, बट अहिलेको लागि चाहिँ लेन्स रहेको छ टपमा। एन्ड टप गोल स्कोररको कुरा गर्ने हो भने मेसन ग्रीनवुड रहेको छ मार्सियल देखि। लास्टमा हजुरहरुलाई मेरो भिडियो इन्फर्मेटिभ लाग्छ भने चाहिँ डोन्ट फर्गेट टु फलो।